वडा अध्यक्ष लेखेको चाहिँ यही त होला नि वडा अध्यक्ष के को लागि बिहे दर्ता गर्न आएको बिहे दर्ता गरी पाउनु यो सिरीमा नै मिलेको छैन कसरी हुन्छ बिहे दर्ता यो वडा अध्यक्ष लेखेको चाहिँ मिलेको छ वडा अध्यक्ष थापाजी वडा यो 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 वडा भन नि बडा लेख्नु पर्यो बडा खोइ बडा त्यति मिलाइदिनु न वडा अध्यक्षज्यू 500 रुपियाँ दिन्छु यस्तो 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 गरेर त हुँदैन यो धेरै मिलेको रहेछ प्रक्रियाहरू कति मिलाइदिनु न उहाँबाट आएको ताप्ले जुम्बामा यो प्रक्रिया 235 यो नौ मात्रै लेखेर हुन्छ मिलेन यो मिलेन नम्बर लेख्नु परेन 235 न के न न भने के न धेरै कुरा मिलेको छैन यो तपाईँको गाह्रो छ मिलाउनलाई तर यो आज नै चाहियो ताप्ले जुम्बाट आएको हो ओहो गाह्रो पर्छ ठिक छ म सकेसम्म मिलाउने कोसिस गर्छु कस्तो खाने तपाईँले केही बोल्नु भएको छैन के भन्ने छैन वडा अध्यक्ष फेरि पर्खेर मिलेन नि के भन्ने छैन वडा अध्यक्षज्यू महोदय उपरोक्त सम्बन्धमा केटा म केटा र म केटीको आधी घन्टा भइसक्यो बिहे दर्ता गरी पाउनु यस्ता पनि सरकारी जागिर हुन्छन् यो भएन नि यो म केटा र को केटा केटाको परिचय खोल्नु परेन अनि म केटी हुँदा को केटी केटीको नाम लेख्नु पर्दैन यो धेरै कुराहरू मिलाउनु पर्ने थियो यो मिलेको छैन यो धन्यवाद वडा अध्यक्षज्यू यो वडा किन लेखेको बडा लेख्नुपर्छ भने होइन मैले हुँदैन यो हुँदैन तपाईँको काम हुँदैन यो मिलाउनलाई धेरै टाइम लाग्छ त्यो त थाहा भइहाल्छ के गर्ने प्रक्रिया अगाडि बढौँ बडम ल ठिक छ त्यसो भए यो निवेदन चाहिँ अर्को लेख्नुपर्छ यो सिरी यता हुँदैन यतापट्टिबाट सिरी हुनु पर्यो त्यसपछि यो बडा मिलेन यो बडा मिलेन यसको चाहिँ नि वडा होइन बडा चाहिँ लेख्नु पर्यो है बडा यो मिलाउनु पर्यो दुईवटा कुरो भयो त्यसपछि म केटा भनेको यहाँनिर थप्नु पर्यो है 3टा भयो त्यसपछि म केटी भने यहाँ नाम लेख्नु पर्यो है त्यसपछि बिहे दर्ता गरी पाउँ अरू यो बडा भएन यो वडा भएन यो चाहिँ बडा लेख्नु पर्यो अध्यक्ष भएन नि यस्तो हुन्छ अध्यक्ष यस्तो हुन्छ अध्यक्ष हो नि त अध्यक्ष हो यति भएपछि अरू अब ल यो अब उतापट्टिको 2 नम्बर रुममा जानु मिलाएर आउनु